हेलो गाइज, आज 2021 साल हाम्रो भाइ देवेन्द्र दाहाल देवानन्द दाहाल आजको ब्लग पानी परेछ पुरा वैशाखको अन्तिम महिना आइसक्यो होइन। टक्टम हिरो बनिएन अब ठ्याक्क न्यू ब्लग यहाँ घरबेटीको ब्याक टु 20 तर छ नि फेरि चल्छ हाम्रो देवेन्द्र भाइ जो छ हाँस्दै गएको छ। यस्तो आइन्ड पनि छैन। नाला बुच्चार तल्ल छ, हामी माथि डाँडामा छ यो ठाउँ होइन। गाइस त्यही हो, म यतापट्टि घरबेटीको भाइको उसको एउटा एप होइन मास्तोहरूले एउटा ऱ्याप काटिदिएको छ। तर मैले होइन युट्युबमा ऱ्यापहरू थुप्रै भन्दा नि अब त्यस्तै रेकर्डिङ स्टुडियोमा गएर रेकर्ड गरेर भिडियो सहित एउटा हालेछ र गीत सहित चाहिँ 3-4 वटा हालेको छ होइन। अब सबैहरूले हेरिदिनु होला, तर पनि गीत चाहिँ चलेको छैन। अब म अहिले मेरो पढाइ पनि 8मा छु, त्यही भएर अहिले ऱ्याप निकाल्नु पनि अलिक भ्याउँदैन होइन। भ्याउन त भ्याउँछ तर अलिक पैसा पनि अलिक भ्याउँदैन, त्यही कारण पढाइमा टाइट हुनुपर्छ। 8 क्लास सिकिसक्यो, अब 9 क्लास पुग्नुपर्छ होइन। 9 क्लास पुगेपछि अनि 9 क्लास 10 क्लासतिर पुगेपछि म एउटा ऱ्याप खतरा होइन त्यो ऱ्याप रेकर्डिङ गरिसक्यो। तर त्यसमा रेकर्डिङ राम्रोसँग भएको छैन कि शब्दहरू अलिक शुद्ध भए पनि शब्द राम्रो कलर भए पनि तर बोलेको चाहिँ शुद्ध छैन कि, त्यही भएर त्यस शब्दहरूलाई फेरि शुद्ध गर्नले रिपिट रेकर्डिङ गर्छ होइन। त्यो ऱ्यापको नाम रहेको छ कान्छी के छ तिम्रो आज भोलि खबर भन्ने है त। म अलिकति सुनाउँछु तपाईँहरूलाई है। लु म कान्छी टपिकबाट एउटा ऱ्याप सुनाउँछु है। कान्छी आज भोलि के छ तिम्रो खबर, आएको छु म त तिमीसँग भेट्न लखर हुर्केको बढेको काठमाडौँ सहर, नयाँ देख्छु तिम्रो कहाँ होला गाउँघर। कान्छी आज भोलि के छ तिम्रो खबर, आएको छु म त तिमीसँग भेट्न लखर हुर्केको बढेको काठमाडौँ सहर, नयाँ देख्छु तिम्रो कहाँ होला गाउँघर। रहेछ कान्छी तिमी कडा धानी, भेटेपछि लैजान्छु काभ्रेको डाँडा पारी। 6-7 वर्ष पो म त कबाट सार छिरेको यो सार, म त मजैले नि हल्लिँदै हिँडेको तिमीलाई मैले बिहान यो बाटोतिर देखेको। यति मात्र है त गाइज अहिलेलाई। त्यही गाइज आजको भ्लग यति नै। पानी परेर त्यही भएर बनाउनु सकेन। तलतिर चाहिँ सबजना है पानी पऱ्यो, त्यही भएर यस्तो भ्लग धेरै बनाउनु पानी गाइज सर। यति मात्र आजलाई।